हिजैदेखि प्रब्लम सुरु भएको थियो। हजुर हिजै नै निषेधित क्षेत्र तोड्न खोज्नु भएको थियो सरहरूले। हजुर अनि मैले बाइक लिने क्रममा चाहिँ भोलि 12 बजे हाम्रो जुलुस आइपुग्छ त्यहीँ नै, तपाईँहरू आउनुहोस्। अब हाम्रो आन्दोलन शान्तिपूर्ण हुँदैन, हामी अब संसद भवन पनि घेराउ गर्छौँ, हामी हाम्रै शैलीले उत्रिन्छौँ भन्नुभयो होइन। त्यही हिसाबले हामी ठ्याक्कै 12 बजे बानेश्वर पुग्यौँ। लगभग जुलुस आइपुग्न लागेको थियो त्यो क्षेत्रमा, निषेधित क्षेत्रमा। त्यसपछि एकैचोटि शिक्षकहरू अब निषेधित क्षेत्र तोड्नलाई नारा जुलुस गर्दै उत्रिनु भयो। अनि अब त्यो निषेधित क्षेत्र तोड्नलाई अब उहाँहरू अलिकति आक्रोशित भएपछि 81 प्रहरीले पानीको फोहरा हान्न थाल्यो। अनि क्यामेरा पर्सनले म चाहिँ खिच्नेतिर नै सोचिरहेँ। अनि पानीको फोहरा हानिरहँदा म चाहिँ मोबाइल झिकेर भिडियो खिच्न थालेँ। त्यो खिच्न क्यामेरा अन गर्न पाउँदा नपाउँदै यता लेफ्ट साइडमा थिएँ म। अनि पानीको फोहरा 81 आएर अनुहारमा झ्याप्पै लाग्यो। त्यहाँदेखि केही देखिनँ, मेरो दिमाग एकदम ब्ल्याङ्क भयो, पुरै धुरमुर भयो। अनि चिच्चाएँ, आत्तिएँ। एकजना म्याम आएर प्रहरीलाई खबर गर्नुभयो, प्रहरीलाई बोलाउनु भयो। अनि प्रहरीले बोकेर मलाई सिभिल हस्पिटल लानुभयो। त्यति नै हो। त्यति बेलासम्म तपाईँ म प्रेस हो, पत्रकार हो भनेर त्यहाँ भन्नुभएको थियो थिएन? मैले पुलिसले गाडीमा चढाइसकेपछि, बोकेर लगेर गाडीमा चढाइसकेपछि 20 तिर पुगेपछि प्राइम टेलिभिजनमा कल गरिदिनुहोस् भनेको थियो प्रहरीलाई चाहिँ। अनि उहाँहरू नि आत्तिनु भएको थियो, कल त गर्नु भएन। हस्पिटल पुर्याएपछि चाहिँ अनि नम्बर खोजेर हस्पिटलबाटै अनि कल गरिदिनु थियो। पानीकै फोहरा 81 आयो, मलाई मात्रै लाग्यो कि अब मिस्टेकली हो। त अब जानी त हाने होइन। अब लेफ्ट राइट छेउमा चाहिँ म पर्या हो त्यसमा। 81 आएर मेरो अनुहारमा लाग्यो। त्यहाँदेखि म ढलेँ। म्याम आएर, एकजना म्याम टिचर नै आएर चाहिँ प्रहरीलाई खबर गरिदिनु, बोलाउनु भयो। त्यसपछि हस्पिटल लानुभयो। दाहिने आँखाको देख्दै देख्दिनँ, देब्रे चाहिँ लेफ्ट चाहिँ हेर्नुहुन्छ।